फेरि ह्यापी बर्थडे होला यता अचार तो चलिए शुरू करते हैं। हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु साथीहरू। आज नेक्स्ट डे नेक्स्ट भ्लगमा यहाँहरूलाई स्वागत छ र सुभाष भ्लगमा पनि यहाँहरूलाई स्वागत छ। आज चाहिँ हाम्रो घरमा बर्थडे, मेरो बहिनीको बर्थडे मनाउनको लागि चाहिँ बर्थडेको कामहरू गरिराखेको छ साथीहरू। तपाईँहरूलाई कस्तो छ भन्नु। अब कपाल काट्न जान्छु, कपाल काटेर आएर नुहाएर सबै देखाउँछु, म भ्लगमा देखाउने कोसिस गर्छु साथीहरू। लेट्स गो। कपाल नकाटेर दाढी नकाटेर एकदम बिरुप देखाएको छ। अब यसलाई टक्क काटेर कस्तो काट्दा ठिक होला साथीहरू। यो कपाल चाहिँ पाल्न लाएको, यो कपाल पालौँ भनेर पाल्न ला, तर गर्मीले गर्दाखेरि यस्तो गर्मी छ अगाडि। फेरि तराई होइन है साथीहरू, यो चाहिँ भक्तपुरमा हो, तराई होइन। अब म चाहिँ कपाल काट्नलाई हिँडेँ साथीहरू। कपाल काटेर अनि भेट्छु, एकछिनमा भेट्छु है साथीहरू। हेलो साथीहरू, फाइनली म कपाल काट्न पनि हिँडेँ। अब कपाल काटेर एकदमै बिरुप देख्यो क्या साथीहरू। कपाल नकाटौँ भनेको एकदमै चाहिँ नि बिरुप देख्यो। अब कपाल काटेर फाइनली कपाल काट्ने ठाउँमा नि आइसकेँ म। यता हुनुहुन्छ अङ्कल, कपाल काट्ने अङ्कल। कपाल काट्नु पऱ्यो। कपाल काटिसकेपछि भेट्छु। अङ्कल यता बिजी हुनुहुन्छ फोनमा। तनी काट्ने हो ल, काट्ने हो कपाल। कपाल काट्छु अनि भेट्छु है। भेट्छु भन्दा पनि कपाल काटेको हाम्रो अङ्कलले दामी काट्दैन हुन्छ। अरूभन्दा पनि मेन अङ्कल यता हेरिदिनु, गुण अङ्कलले यस्तो बवाले यस्तो टाइम लगाएर राम्रोसँग कपाल काटिदिनु हुन्छ। एकछिनमा भेट्छु। फाइनली कपाल पनि काटेर चाहिँ म कारखाना आइसकेँ साथीहरू। कपाल काट्यो एकदम, कपालले चाहिँ बिरुप देखायो। कपाल काटेर के ना हो ठिक हो, ठिक बा। हाम्रो एउटा साथी यहाँ काम गर्ने, एकछिनमा भेट्छु। हेलो फाइनली गाइज, बर्थडेको लागि यता अचार बन्दैछ। यता सर्कुम्रो उता चिकन, यता कुखुराको मासु बन्दैछ साथीहरू। फाइनली बर्थडेको लागि चाहिँ सामान बन्दैछ। यता अचार कस्तो भयो भन्दै त। यता अचार, यता चिकन चिल्ली बनाएर खाइसक्यो। चिकन चिल्ली फर्स्ट टाइम बनाएको। फर्स्ट टाइम यो मिठो त दामी भयो, तर अब के हुन्छ म देखाउँदै गरौँला साथीहरू। एकछिनमा भेट्छु। यता मासु, यता पनि मासु, यता अचार बन्दैछ। यता सामानहरू बनिरहेछ।
खानुपर्छ आज बर्थडेको दिन त खानु पऱ्यो नि साथीहरू होइन मेरो बहिनीको बर्थडे यता बन्दैछ फेरि हाम्रो अर्को यता फेरि उता मात्र नपुगेर यता पनि बन्दैछ साथीहरू बनाउँदैछन् यता मम्मीले जिरा पिन्दै हुनुहुन्छ यता दिदीले तरकारीहरू बनाउँदै हुनुहुन्छ अचार खोइ अलिकति गेडागुडी ठिक छ पाकिरहेछ मासु नपुला छ अझ ल्याउने अब यति तरकारी बनाएको छ यहाँ बनाएको छ फेरि अर्को पनि आउँदैछ यतिले पुग्छ पुग्दैन साथीहरू अब म्याक्सिमम् सानो बर्थडे भन्दाखेरि पनि 30 जनाको एग्रिमेन्ट गरे हो मैले चाहिँ अब हुन चाहिँ कतिजना 30 जना सोद्धाखेरि 40 जना जति हुन पनि सक्छौँ राखाइदेऊ यता खाऊ खाऊ न भिनाजुहरू कतिखेर आउने दिदी अचार रेडी भयो अचारहरू रेडी भयो यता यो प्याज के को लागि हो दिदी हो यही मासुको लागि अनि यो यिनीहरू यो के अरे लसुन किन नभिने यिनीहरूलाई छुट्याएर आउँ हुँदैछ बर्थडेको लागि यता चलाइदिएँ मैले मम्मी यो छोप्ने हो र छोप्ने हो र यो यता पनि मासु पाकिरहेछ अब एक बाटा अचार सकिसक्यो अन्त अचार छोको थिएँ मेरो लास्टै हात पोल्यो यार साबुन पानीले हात धुनु पर्यो अब साथीहरू अब चाहिँ नि बर्थडेको लागि तयार हुँदैछ आज बर्थडेको भ्लग आउँछ हाम्रो घरमा बर्थडे छ बर्थडे आज मनाउने अरे बहिनीको त्यही भएर बाइक लास्टै घाम पानीले गर्दा बाइकको कलरै जान लागिसक्यो यार भइरहेको छ यता यता यहाँ यता फेरि अर्को यतापट्टि काउलीहरू बन्दैछ गिफ्टको लागि गिफ्ट किन्नको लागि आएको अङ्कल है गिफ्ट किनेर घर जान्छु अनि भेट्छु
फेरि ह्याप्पी बर्थडे हजुर भइरहेको छ यता के कुराकानी हजुर मैले बुझिसकेँ सुन्नु न भोलि आउनु न हेलो साथीहरू अहिले चाहिँ अनबक्सिङ हुन लागिरहेको छ सामानहरू सुमन दाईको अनि यो चाहिँ हाम्रो सानीमाको रबिन दाईको यहाँ आउनु भाइ भित्र रबिन जस्तै अब अर्को गिलासै हो एउटै खाले होला एउटै खाले त्यो क्लियर अडियोमा चाहिँ सुन्नु न वाउ एउटा कप है एउटै ल साथीहरू फाइनली अनबक्सिङ गरेर पनि सकिसक्यो र साथीहरू आज चाहिँ नेक्स्ट डे भइसकेको छ आज बर्थडेको चाहिँ हिजो बर्थडे मनाइयो बर्थडेको क्लिपहरू हालेको छु माया गरिदिनु होला हेरिदिनु होला भ्युज त धेरै जाँदैन भए पनि अब सुरु गरेको छु छोड्ने छैन निरन्तर काम गर्नेछु निरन्तर ब्लगहरू हाल्नेछु एक दिन सक्सेस भइन्छ भन्ने हिसाबले काम गर्छु अझ राम्रो ब्लगहरू भिडियोको क्वालिटीहरू अझ एडिट राम्रोसँग गर्न जान्ने छैन भने अझ राम्रोसँग एडिट गर्नेछु ब्लगहरू राम्रोसँग हाल्नेछु भन्दै आजलाई अब यहाँ एन्ड गर्नुपर्ला जस्तो छ यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नु होला साथीहरू गर्ने छैन है डेली हाल्न नसके पनि 2 दिनमा एउटा चाहिँ हाल्छु भन्दै म पनि आज ब्लगलाई यहाँ एन्ड गरेँ बाई।